सेवकाईको अन्तरालयमा जब तपाईले प्रभु येशूको लागि दुःख उठाउनुहुन्छ धेरै भिडले तपाईलाई छोड्न सक्छ। अनि यो वर्ष 2025 मा तपाईको साथमा धेरै व्यक्तिहरुले तपाईको साथ छोडिसकेका हुनन्, धेरै मित्रले तपाईको साथ छोडिसकेका हुनन्, जोबाट धेरै आशा राख्नु भएको थियो त्यो व्यक्तिले तपाईको साथ छोडिसकेका हुनन्। तपाई एकदमै संघर्षमा हुनुहुन्छ होला, तपाईको हृदय टुक्रिएको छ होला, टुटिसक्नु भएको छ होला। आज म तपाईलाई 2026 मा तपाई एउटा आशा लिएर प्रभुको अगाडि आउनु भएको छ होला कि मेरो 25 मा जस्तो भए पनि यो 26 मेरो लागि आशीषको कारण हुन्छ भन्ने प्रार्थना राख्नु भएको होला। हो साच्चै म तपाईलाई भन्न चाहन्छु प्रभु येशू जब क्रुस पुग्दै हुन्थ्यो उहाँलाई चोटै चोट थियो, थुकाइ थियो, कुटाइ थियो अनि उहाँका शरीरका हरेक अङ्गमा कोर्राका चोटहरू थिए। र बाइबलले भन्दछ हामीलाई साच्चै हामी बाइबलको पद पढ्ने छौं अनि साच्चै पत्रुसको पुस्तक पहिलो पत्रुस 2 को अनि 24 लाई हामी पाठ गर्ने छौं। यहाँनिर केही पदको केही कुरालाई हामी पाठ गर्ने छौं। उहाँकै चोटहरुद्वारा तिमीहरू निको भयो। हालेलुया। प्रभुका जनहरू आज म तपाईलाई उत्साहित गर्न चाहन्छु। तपाईको हृदयमा चोट लागेको होला, तपाईको हृदयमा चोट लागेको होला, तपाई संघर्ष गर्दा गर्दा थकित भइसक्नु भएको होला, प्रार्थना गर्दा गर्दा थकित भइसक्नु भएको होला, तपाईको संघर्षको क्रममा धेरै मित्रहरूले तपाईको साथ छोडिदिए हुन्, तपाई यात्रामा एक्लै हुनुहुन्छ होला, संघर्षको यात्रामा एक्लै हुनुहुन्छ होला। तर आज म तपाईलाई उत्साह दिन्छु प्रभुका जनहरू। अनि साच्चै तपाईको चोटमा आउँदो 2026 मा तपाईको लागि यो वचनबाट भविष्यवाणी गर्न चाहन्छु। आउँदो 26-25 मा तपाईले जति पनि ख्रीष्टको लागि चोट दुःख उठाउनु भएको छ, ख्रीष्टको लागि तपाईलाई सबैले त्यागिदिएका हुनन्, तपाई प्रभुको सेवा गर्ने क्रममा सबैले तपाईको साथ छोडिदिएका हुनन्। तर तपाईको लागि स्पेशल जो व्यक्तिले प्रभुको सेवाकाई गर्नुहुन्छ, जो व्यक्तिले प्रभुको सेवाकाई गर्दा गर्दा धेरै मानिसहरूले तपाईलाई छोडिसकेका छन्, संघर्ष गर्दा गर्दा धेरै मानिसले छोडिसकेका हुनन्, त्यस्तो व्यक्तिको लागिको चोटको लागि तपाई खुसी हुनुहोस् कि 2026 मा तपाईको चोटबाट त्यो चोटबाट एउटा अभिषेक बग्नेछ, तपाईको चोटबाट एउटा चंगाई बग्नेछ, तपाईको लागेको चोटबाट एउटा छुटकारा बग्नेछ, तपाईको चंगाईबाट तपाईको लागेको चोटबाट तपाईको हृदयमा लागेको चोटबाट एउटा उद्धारको लहर बग्नेछ। आउँदो वर्ष 2026 चोट लागेका हृदयहरूलाई प्रभुले हिलिङ गर्नुहुनेछ। प्रभु येशूको पुरै शरीरमा बाइबलले भन्दछ उहाँको चोटद्वारा तिमीहरू निको पारियो, उहाँको चोटद्वारा तिमी निको पारियो। येशू ख्रीष्टको शरीरमा चोट जरुर थियो तर त्यही चोटबाट मानिसहरू निको पारिए। हालेलुया। जो व्यक्तिले उहाँलाई चोट दिइरहेको थियो, जो व्यक्तिले उहाँलाई कोर्रा हान्थ्यो, जो व्यक्तिले उहाँलाई क्रुसमा टाँग्यो, त्यही येशूको रगत जब उसको माथि आयो ऊ निको पारियो। हालेलुया। अनि म जसलाई जो प्रभुको सेवकहरू हुनुहुन्छ, जो प्रभुको सेवा गर्ने व्यक्ति हुन्छ, जो व्यक्तिले प्रभु काम गर्दा गर्दै तपाईको जीवनमा धेरै चोट दिने व्यक्तिहरू, धेरै थुकाइ दिने व्यक्तिहरू, साथ छोड्ने व्यक्तिहरू, एक दिन तपाईको हृदय टुटेको हृदयबाट एउटा आशीषको नदी बग्नेछ, टुटेको हृदयबाट तपाईको एउटा चंगाईको नदी बग्नेछ, टुटेको हृदयबाट तपाईको एउटा छुटकाराको नदी बग्नेछ। अद्भुत कार्यहरू प्रभुले तपाईको टुटेको हृदयबाट बगाउनुहुनेछ। आशीषका नदीहरू आउँदो वर्षमा 2026 मा बग्ने। अनि याद गर्नुहोस् जो व्यक्तिले तपाईलाई टुटाए, तपाईको हृदयलाई टुटाए, जो व्यक्तिले तपाईको खेदो गरे, जो व्यक्तिले तपाईको साथ छोडिदिए, जो व्यक्तिले तपाईको साथमा तपाईलाई साथ दिएनन्, ती व्यक्तिहरू नै तपाईबाट आएको आशीष बगेको आशीषमा आशीषित हुनको लागि तपाईको नजिक आउनेछन्। अथवा यसको अर्थ हामी बाइबलमा पाउँछौँ यशायाको पुस्तक अनि साच्चै 41 को हामी 10 देखि 13 सम्म पाठ गर्नेछौँ। यसैले नडरा टुटेका हृदयहरू, तपाईलाई परमेश्वरको आत्मा भन्नुहुन्छ यो 2026 मा त डराएको होला, टुटेको होला, सबैले साथ छोडिदिएको कारणले त डराएको होला, निराश भएको होला। तर परमेश्वरको वचन यो वर्षको अन्त्यमा आएर बोल्दैछ। परमेश्वरको वचनले भन्दछ यसैले नडरा किनकि म तसँग छु। हालेलुया। कोही व्यक्ति तसँग होला नहोला यो वर्षमा 2025 मा तलाई सबैले साथ छोडिदिए हुन्, तेरो विश्वासहरूको मित्रले पनि तेरो साथ छोडिदिए होला, त एक्लै छस् होला। येशू ख्रीष्ट पनि एक्लै हुनुहुन्थ्यो क्रुस बोक्ने बेला, सबैले साथ छोडिदिए। तर प्रभुका जनहरू आज पनि तपाई क्रुस बोक्दै गर्दा एक्लै हुनुहुन्छ, सबैले तपाईको साथ छोडिसकेका हुनन्। तर परमेश्वरको वचन यो वर्षको अन्तिममा आएर तपाई डराइराख्नु भएको होला। परमेश्वरको वचनले यो वर्षको अन्तिममा आएर 2026 को लागि तपाईको लागि भविष्यवाणीको यो पद हो, तपाईको लागि यो वचन आउँदछ यसैले नडरा किनकि म तेरा साथमा छु। आमेन। निराशित नहो, त निराश बिल्कुल पनि नहो किनकि म तेरा परमेश्वर हो, म तँलाई
बलियो पार्नेछु। याद गर्नुहोस्, धेरै व्यक्तिले म त्यो हुँ जब तपाईँ सङ्घर्षबाट सफलता हुनुहुन्छ, तपाईँसँग पैसा छ, रुपियाँ छ, सबै छ, तब धेरै व्यक्तिले मित्रता गाँच्न आउनुहुन्छ र म तपाईँको हुँ। तर जब तपाईँ सङ्घर्षमा भएर जानुहुन्छ, जब तपाईँ चुनौतीमा भएर जान्छ, जब तपाईँको हृदय सबै कुरा तपाईँबाट खतम हुन्छ, तब सबैले तपाईँलाई म तेरो हुँ भन्दैन। तर परमेश्वरले भन्नुहुन्छ, सबैले तँलाई छोडे पनि नडरा, म तेरा परमेश्वर हुँ, म तेरो साथमा छु। आमेन, हालेलुया। पढौँ। म तँलाई बलियो पार्नेछु। म तँलाई बलियो पार्नेछु। तँलाई बलियो पार्ने व्यक्ति कोही पनि भएन। तँलाई सबै व्यक्तिले निराश बनाए, कमजोर बनाइदिए, तेरो विश्वासलाई हल्लाइदिए, साथ छोडिदिए। तर म मात्र यस्तो परमेश्वर हुँ, म तँलाई बलियो बनाउने छु यो वर्षको लागि। म तँलाई सहायता गर्नेछु। म सहायता गर्नेछु। कसैले तँलाई सहायता गर्ला नगर्ला, तर म परमेश्वर तेरो साथमा सहायता गर्न तयार छु। मेरो धार्मिकताको दाहिने हातले म दाहिने हातले तँलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्। जो व्यक्तिले 2025 मा तेरो हृदयलाई टुक्राए, तेरो मनलाई दुखाए, तेरो हृदयलाई टुक्रा टुक्रा बनाए, तेरो मनलाई छिया बनाए, तेरो तँलाई साथ दिने ठाउँमा सङ्घर्षमा साथ दिएनन्, त्यस्तालाई परमेश्वर भन्छ यो वर्ष ती व्यक्तिबाट जो टुटेका हृदय छ, तिनीले जुन हृदयमा घाउ बनाएका छन्, त्यो हृदय टुटेको छ, त्यसबाट आशिष बग्नेछ। त्यो आशिषको सिँचाइको मुनि ती व्यक्तिहरू तेरो विरोध गर्नेहरू पनि एक दिन आउनेछन् र शर्ममा पर्नेछ। ती तेरो उन्नति भएको, तेरो टुटेको हृदयबाट तैँले अहिले लागेको छ, तँलाई टुटेको जस्तो लागेको छ, तर त्यो टुटेको होइन, त्यसबाट सिँचाइ हुँदैछ, आशिषका सिँचाइ हुनेछन्। र ती तँदेखि जो अहिले रिसाएर गएका छन्, तिनीहरू लास्टै नै यो वर्ष 2026 मा लज्जित हुनेछन् तेरो प्रगति देखेर। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन्। यो 2025 मा तेरो विरोध गर्नेहरू, जतिजना तेरो विरोधमा खेदो गर्नेहरू छन्, तिनीहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। ती नष्ट हुनेछन्। तेरा शत्रुलाई तैले खोजे पनि उनीहरूलाई भेटाउने छैन। तेरो विरोध गर्नेलाई तैले खोजे पनि तैले भेटाउने छैन। विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछ। तेरो विरोधमा योजना बनाउने बिल्कुल निरर्थक हुनेछन्। तेरो उन्नति माथि हुनेछ र नष्ट हुनेछन्। नष्ट हुनेछन्। किनकि म प्रभु तेरा परमेश्वर हुँ। परमेश्वर तेरो साथमा हुन्छ। म प्रभु तेरा परमेश्वर हुँ। म तेरो दाहिने हात समात्छु। म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु। म तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। नडरा, म तँलाई सहायता गर्नेछु। आमेन। 2026 को लागि स्पेशली परमेश्वरको भविष्यवाणीको पद यो रहेको छ। परमेश्वरका जनहरू, तपाईँको हृदय टुक्रिसकेको होला, टुटिसकेको होला, तपाईँ अब कमजोर भइसक्नु भएको होला, सबैले तपाईँलाई सङ्घर्षमा सबैले तपाईँको साथ छोडिसकेको हुन्, तर परमेश्वर भन्नुहुन्छ यो 2026 मा सबैभन्दा पहिला हात समात्ने म तेरो हुनेछु। आमेन। म तँलाई साथ दिनेछु। हालेलुया। र परमेश्वरको वचनले अर्को बानी पनि भन्दछ, यो भविष्यवाणी आयो, तर को व्यक्तिलाई यो भविष्यवाणी पुरा हुनेछ त? आशिषित हुनेछन् को व्यक्ति यो 2026 मा। तर एउटै कुरा परमेश्वरको वचनले भन्दछ, साल त बदलिरहन्छ, यो आशिष कसलाई लाग्नेछ त? के सबैलाई यो वचन भविष्यवाणी पुरा हुनेछ? सबैको लागि यो भविष्यवाणी पुरा हुनेछ? हुने छैन। टुक्रिएको हृदय त होला, के कारणले टुक्रियो? सबैको लागि यो भविष्यवाणी पुरा हुने छैन। तर साल बदलिरहन्छ, हरेक क्यालेन्डरहरू बदलिरहन्छ, साल बदलिन्छ, तर चाल बदलिने व्यक्तिहरूको लागि, जसले यो वर्ष आफ्नो साललाई पनि बदल्छन्, तिनीहरू यो भविष्यवाणीको लागि आशिषित हुनेछन्। यो भविष्यवाणीहरूको लागि लागू हुनेछ यो वर्ष। हालेलुया। साल बदलिरहन्छ, तर चाल बदल्न जरुरी छ। आफ्नो चालचलन बदल्न जरुरी छ। अहिलेसम्म यो वर्षसम्म हाम्रो हालत के भएको छ? हागैको पुस्तकलाई 1 अध्याय त्यसको 5 र 6 पदलाई हामी पढौँ। अहिलेसम्म यी वर्षसम्म हाम्रो हालत के भएको छ? साल बदलिन्छ अनि आउँदो साल हामी आशा राख्छौँ कि हाम्रो जीवनमा आशिष आउँछ, हामी प्रार्थना गर्छौँ, तर पनि आउँदो वर्ष पनि हाम्रो हालत यस्तै हुन्छ। त्यसकारणले हागैको पुस्तकले हामीलाई बताउँछ, 1 अध्याय 5 र 6 पदलाई पढौँ। अब सर्वशक्तिमान प्रभु यसो भन्नुहुन्छ, परमेश्वर स्वयं यसो भन्नुहुन्छ, तिमीहरू आफ्नो चालको होशियार साथ विचार गर। तिमीहरू आफ्ना चालको होशियार साथ विचार गर। चालको मैले भने साल बदलिरहन्छ, चाल बदल्न जरुरी छ। यदि तपाईँ परमेश्वरको म र परमेश्वरको निगाह हामी माथि भएको चाहन्छौँ यो वर्ष। परमेश्वर गएको समय मैले एउटा निगाहको विषयमा प्रचार गर्ने पाएँ। परमेश्वरको निगाह मरियम माथि भएको थियो, परमेश्वरको निगाह सबैमाथि हुन सक्थ्यो। यो वर्ष 2026 मा पनि केही व्यक्तिहरूको लागि परमेश्वरको विशेष निगाह हुँदैछ। र त्यो निगाह पाउने व्यक्ति को हुनुपर्छ त? साल बदलिन्छ, सालले जतिसुकै साल बदले पनि हाम्रो अवस्था उस्तै छ। किनकि हामीले आफ्नो चाल चलनलाई बदल्न चाहेनौँ, र यसकारणले हाम्रो हरेक वर्ष हाम्रो हालत त्यस्तै छ। साल बदलिरहन्छ, क्यालेन्डर बदलिरहन्छ,
हामी डाक्टर बदल्छौँ, हरेक कुराहरू बदल्छौँ, तर आफैलाई बदल्दैनौँ। यो वर्ष आफैलाई बदल्न जरुरी छ। आमेन। जब हामी आफैलाई बदल्छौँ, साँच्चै परमेश्वरले हामीलाई आशीष दिनुहुन्छ। तिमीहरूले छर्न त धेरै नै छरेका तिमीले छौ, मेहनत धेरै गरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिम्रो जीवनमा आशीष थोरै मात्रै छ। तिमीहरू खाना त खान्छौ, तिमीहरू खाना खान्छौ, तर अगाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरूको तिर्खै मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैन। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर पाल परेको थैलीमा राख्छौ। हाम्रो हालत अहिलेसम्म के भएको छ? यही भएको छ है। हाम्रो पैसा आउँछ, हामीसँग बचत हुँदैन। हामीले एउटा योजना बनाउँछौँ, हाम्रो पैसा हाम्रो हातमा जिरो हुन्छ। जति हामी काम गर्छौँ, रात दिन कमाउँछौँ, तर पनि हाम्रो हालत उस्तै छ। अब हामीलाई आशा लाग्छ 2026 मा पक्कै पनि हाम्रो परिवारमा आशीष आउँछ भने हामी आशा लिएर आउँछौँ, तर पनि हामी उस्तै हालत छ। हाम्रो जीवनमा आशीष रोक्दैन। किनकि हामीले आफ्नो चाललाई जबसम्म बदल्दैनौँ, तबसम्म चाल जति बदले पनि केही हुनेवाला छैन। जति डाक्टर बदले पनि केही हुनेवाला छैन। परमेश्वरका जनहरू, आज परमेश्वरको वचनले हामीलाई भन्दछ, एउटै कुरा छ, तोरेको हृदय लिएका व्यक्तिहरू, टुटेका व्यक्तिहरूलाई, टुटेका हृदयलाई, जसरी येशू ख्रीष्टको शरीरमा चोटले घाउ भयो, त्यो घाउबाट बगेको रगतले मानिसहरू निको पारिए। त्यसरी तपाईको हृदयमा सेवाकाई गर्दै गर्दा, प्रभुका जनहरू, तपाईँ परमेश्वर काम गर्दै गर्दा कतिजना व्यक्तिहरूको हृदय तोरिएको होला, कतिजना व्यक्तिको हृदयमा मानिसहरूले सङ्घर्षको क्रममा मानिसहरूले साथ छोडी गइसकेका हुनन्। धेरै व्यक्तिले आफ्नै विश्वास गरेका मित्रहरूले साथ छोडिदिएको हुनन्, हृदय टुटेको होला। निराश हुनु। 2026 मा परमेश्वर भन्नुहुन्छ, पहिलो हात परमेश्वरले तपाईँको समात्नुहुनेछ। आमेन। सबैले सारा छोडिदियो भने पहिलो हात तपाईँको परमेश्वर समात्दै हुन्छ। 2026 मा तपाईँको हात समातेर तपाईँलाई ग्यारेन्टीको साथमा तपाईलाई भन्नुहुन्छ, तपाईँको हात समातेर परमेश्वरले 2026 मा तपाईँलाई अगुवाई गर्नुहुनेछ। तपाईँले नचिताएका कुराहरू परमेश्वरले तपाईँलाई आउँदो वर्षहरूमा दिनुहुनेछ। तपाईँले नचाहेका कुराहरू परमेश्वरले, तपाईँले कहिले नचिताएका, दिमागमा नसोचेका कुराहरू परमेश्वरले तपाईँको लागि दिनुहुनेछ आउँदो दिनहरूमा। त्यस कारणले म तपाईँलाई भन्न चाहन्छु, चाल बदल्न जरुरी छ, आफ्नो सोच बदल्न जरुरी छ, अनि आफ्नो जीवनलाई परमेश्वरमा नवीकरण गर्न जरुरी छ। आउँदो 2026 मा उद्धारको लहर देख्नुहुनेछ। तपाईको एरियामा, तपाईको क्षेत्रमा एउटा ठुलो उद्धारको लहर देख्नुहुनेछ। तपाईको आँखाबाट बगेको आँसु, त्यो उद्धारको लहर बग्नेछ, छुटकाराको लहर बग्नेछ। मानिसहरू मैले देखिरहेको थिएँ, गएको समयमा एउटा बन्धनमा थिए, अनि त्यो धर्मी केही व्यक्तिहरू बन्धनमा थिए, अनि यो 2026 लाग्दै गर्दा त्यो बन्धनहरू पर्खाल टुटेको मैले देखेँ, अनि त्यो जन्जिरहरू टुटेको देखेँ, अनि धेरै व्यक्तिहरू बाहिर वर्शिप गर्दै बाहिर आएको मैले देखिरहेको छु। पर्खाल टुटेको छ। सिमानाको एउटा बन्धन थियो, त्यो बन्धन टुटेको छ, अनि धेरै व्यक्तिहरू त्यहाँबाट बाहिर आएका छन् र धर्मी जनहरू एकदमै स्तुति गाएका छन्। तर त्यहाँ जो व्यक्तिहरू कठोर छन् अनि परमेश्वरको विरुद्धमा उठ्छन्, विश्वासित हुन्, अब यो 2026 मा तिनीहरू त्यो बन्धनमा आउँदैछन्। याद गर्दै हुनुहुन्छ, धर्मी जनहरूलाई कठिनाइ थियो, समस्या थियो, तर यो 2026 मा उनीहरूको बन्धन पुग्दैछ र उनीहरू बाहिर आउँदैछन्, येशूको जय जयकार गर्दै बाहिर आएको मैले देखेको छु। तर जो व्यक्ति परमेश्वरलाई विश्वास गरेर पनि विद्रोह गरिरहेको छ, त्यो व्यक्ति यो वर्षबाट बन्धनभित्र आउँदैछ, शैतानको बन्धनभित्र आउँदैछ। साल बदलेर आशिष आउनेवाला छैन, डाक्टर बदलेर आशिष आउनेवाला छैन, चर्च बदलेर आशिष आउनेवाला छैन। आफूलाई बदलेपछि मात्रै यो वर्ष हाम्रो जीवनमा आशिष आउनेछ। जब हामी आफूलाई बदल्छौँ, येशू ख्रीष्ट जस्तै हामी आफूलाई उहाँको पछाडि हिँड्न थाल्छौँ, परमेश्वरले हामीलाई यो वर्षमा अद्भुत आशिष दिनुहुनेछ। हालेलुया। परमेश्वरले आजको वचनबाट तपाईँ सबैलाई आशिष दिउन्। सबैलाई जय मसीह।
देखो नया साल आया रे, खुशी से गाओ सब नाचो और झूमो रे।